जस्तो यो भाले फुलहरू छन् नि उम्, यो पछि गएर आफै सुकेर झर्ने हो यो होइन त्यो भाले फुल त सुकेर झर्दैन। हजुर यसमा के भयो हजुरलाई समस्या चाहिँ? होइन मैले त जस्तै यस्तै फल्छ नि अँ यस्तै यो अरू यिनीहरू पनि फलिदिन्छ भन्ने अब म त तपाईँले मुन्टाको के लागि लगाएको होइन मुन्टाको लागि लगाउनु भएको यो? मुन्टाको लागि लगाउँदाखेरि अब फलिदियो अँ फलिदिँदाखेरि समस्या के भयो भने अब फल मात्रै देखियो उतातिर फुल देखियो सबै यस्तो- तपाईँले मुन्टाको लागि लगाउनु भएको, यस्तो चिचिला भयो भनेर तपाईँले समस्या लिनुभयो होइन? हजुर यस्तो चिचिला यतिसम्म आए पनि हजुर अब यो फर्सी भनेको क्रस पोलिनेसन हुन्छ। हजुर जबसम्म यो चिचिलामा यो भाले फुलहरूको पराग पर्दैन नि हजुर तबसम्म यसबाट फल लाग्न सक्दैन। हजुर तर तपाईँको यो भेराइटीमा हेर्नु त कतै पनि भाले फुल फक्रेको हामीले देख्दैनौँ। यतातिर त छैन है कहीँ पनि छैन तपाईँको यो माथि आएपछि यहाँ भयो यतातिर छ, तर यो फुलेको छैन नि त। नफुलेपछि यसको परागाहरू यो पोथी फुलमा चाहिँ बस्दैन, नबसेपछि यसबाट चिचिला बनेर फल बन्न पाउँदैन। हजुर यो सबै लहराएको मुन्टोहरू चिमोडिदिनु, त्यस पछाडि फोकस एनएच र फोकस एनएचलाई चाहिँ तपाईँले 3 ml पर लिटरको हिसाबले माथिबाट मस्त स्प्रे गरिदिनु र अनि ह्युमिक एसिड लगायत एउटा हमदम भन्ने प्रोडक्टले यसको चाहिँ तल जरा भिज्ने गरी तपाईँले हालिदिनु भयो भने यसमा प्रशस्त मुन्टाहरू भोलि निस्केर आउँछ।